कुरा गरौँ स्लिप प्रब्लम्स। सबैलाई हुन्छ, धेरै स्ट्रेस लियो भने कहीँ न कहीँ स्लिपमा प्रब्लम आउँछ। तर के हजुरलाई थाहा छ, राम्रो निद्रा नपाए मान्छेको मेन्टल हेल्थ प्रब्लमहरू बढ्ने धेरै चान्सेस हुन्छ। प्लस अर्को दिन र आउनेवाला टाइमको प्रोडक्टिभिटी कहीँ न कहीँ कमी हुन्छ। त्यसैले स्लिप एउटा धेरै इम्पोर्टेन्ट पार्ट प्ले गर्छ मेन्टल हेल्थको लागि। रिसर्चले सो गरेछ, जसले राम्रो निद्रा लिँदैन त्यसलाई कहीँ न कहीँ मेन्टल हेल्थ र मेन्टल इलनेस प्रब्लम, मानसिक रोगहरूको समस्या धेरै हुने चान्सेस धेरै छ। त्यसैले हामीले कुरा गर्छौँ अ गुड स्लिप प्याटर्न। स्लिप भने सुत्ने होइन, सुत्नेको साथसाथ एउटा सर्क्याडिक रिदम, हाम्रो एउटा प्रपर सुत्ने बेला अनि हाम्रो प्रपर बिउजिने बेला। अहिलेको टाइममा सोसल मिडिया प्लस स्मार्टफोनले गर्दा कहीँ न कहीँ मान्छे रातभरि बिउजिन्छ अनि अर्को दिन हेर्दा एक्जस्टेड, स्ट्रेस अनि लड अफ प्रब्लमसँग आउँछ के। त्यसैले हामीले म्यानेज गर्नुपर्छ स्लिप प्रब्लम्सहरू। स्लिप प्रब्लम्सले कहीँ न कहीँ हजुरको मेन्टल हेल्थलाई इफेक्ट गर्छ।